भएर आउनु भएको जस्तो लाग्यो उहाँ हेर्नु त कति मजाले नाचेर यहाँनिरको हिरोले भन्दा पनि राम्रो डान्स उहाँले गर्नुभयो होला है जस्तो लाग्यो क्या मलाई चाहिँ आज उहाँको डान्स हेरेर पनि अब उहाँको रोग सन्चो भएको कुराकानी पनि सुनेछौँ सबैजना आमा बुवाले ध्यान दिएर सुन्नु होला मम्मी बुवा हुन्छ सुन्ने कि नसुन्ने नमस्कार हजुरको शुभ नाम मेरो लालबहादुर सारू मगर हो लालबहादुर सारू मगर भन्न चाहिँ बालेन भनेर चाहिँ मलाई त्यो फुलबारीमा सरकारी टोलमा बस्छु भयो त्यहाँदेखि अहिले लिएर लगभग मलाई बालेन दाई भनेर प्रचलित छु त्यहाँ अब त्यहाँ त्यस्तै अलिअलि कार्य पनि गरेर श्री रामले त्यहाँ बालेन नामबाट प्रचलित छु म बालेन अब छर छिमेकी साथीभाइले त बालेन भन्नुभयो आफ्नै घरको छोराले पनि यो चाहिँ बालेन दाइको छोरा आयो भनेर अस्ति छोरा लाइनमा राखेर जानु भएको थियो क्या छोराले झन् बालेन भन्नुहुँदो रहेछ अब छोरै सक्यो अनि हाम्रो बालेन माथि चाहिँ कुन समस्याहरू के हजुरलाई चाहिँ यो नक्कु एक्सनको बारेमा कसले जानकारी गराउने यहाँसम्म ल्याउनुभयो हाम्रो एकजना फौजी लाउने हाम्रो यहाँ लोकबहादुर रेगल मगर भन्ने उहाँले चाहिँ भाइ यस्तो यता जाने भने दाइ राम्रै छ त्यहाँ कस्तो छ के छ भन्दाखेरि अहिले राम्रै छ त हाटोको भुटहरू दिनुहुन्छ त्यसो गएर हेर्नुहोस् न आउनुहोस् भन्ने भनेको थियो त्यहाँ पहिला आएर म 2-3 महिना गरेको थिएँ कि त्यहाँ काम विशेषले म भ्याइनँ त्यहाँबाट आउनु पाएँ पछि अहिले आएको भाउ 3 महिना समथिङ हुने पछाडि अनि मेरो बिचमा म त्यसै पहिलेबाट अब 17-18 सालको उमेरबाट म स्पोर्ट्सम्यान हो आर्मीमा पनि खेलेँ फुटबल ठुल्ठुला नेसनल प्लेयर्स हुन्छ प्लस अब यहाँ पछि आइयो अहिले तर यहाँ यो ब्याडमिन्टनको पनि म च्याम्पियन भएँ म्युनिसिपालिटीमा फर्स्ट डिभिजन पारियो 17 ग्रुपमा त्यसपछि यहाँहरू सरपति टोलमा पनि खेलिराख्थेँ म अनि म साइकलमा उकालो जाने वा एयरपोर्ट जाने उता बुढा नीलकण्ठसम्म पुगेँ साइकलिङ गर्दै त्यो पनि चलाइराख्थेँ त्यहाँबाट यस्तै 11-12 महिना भयो खुट्टा बुढामा साइकल पनि चलाउन गाह्रो भयो मलाई त चल्दैन दुख्छ एकदम त्यहाँबाट यता आउन थालेँ अनि फेरि घरमा पनि म बेलुकामा आसन योगा गर्छु हार्ड वर्क नै गर्छु भित्र 1 घन्टा काम गर्छु मैले आफ्नो व्यक्तिगत आफ्नो रूपमा केटाकेटीले मना गरे पनि मैले छोडिदिएँ कमानबाट गरिरहेको त्यो गर्नु थालेँ त अहिले यहाँ आएको त खेती पनि गर्न थालियो अब यहाँ हाम्रो बहिनी नानीहरूको आशीर्वाद पनि छ प्लस मेरो पनि आशीर्वाद छ प्लस मेरो पनि केही क्याटेगोरी छ आफ्नो व्यक्तिगत तौरमा घर खाइ नखाइ अल्छी नगरी म आफ्नो फेरि 1 घन्टा आफ्नो प्र्याक्टिस गर्छु घरमा र त्यसले गर्दाखेरि मलाई नाच्न त अलि पहिले नाच्थेँ तर आज त मलाई एकदम तगडा डान्स गराइदिनु पर्छ झन् त्यसले गर्दाखेरि गर्दा पनि अलिकता बढ्दै जाने त अब कमजोर हुँदैन त्यो बढ्दै जाने कहाँ घुम्छेछ कहाँ के भन्छ त्यो पनि रहेछ र हजुरहरू सधैँ यस्तै आउने गर्नु टाइम निकालेर म बिहान आउने मान्छे हो अनि अहिले चाहिँ हजुरको अरू त भन्नुभयो अनि यो थेरापी गर्दै जाने क्रममा यो समस्याहरू कतिको राम्रो भएको छ कि छैन एकदम राम्रो भएको छ एकदम राम्रो भएछ म मेहनत गर्नुपर्छ यहाँ आउनलाई पनि कन्टिन्युस मेहनत गर्नु पर्यो अब म बिहान आउने मान्छे सन्तोष गान्धी हो कि म पालिकामै अब 4-5 बजे उठ्छु यहाँ आइहाल्छु त्यहाँबाट त्यो आज भ्याएन हिजो रातभरि त्यो गेम हेर्यो फ्रान्सको गेम हेर्दाखेरि ठुलो पर्दामा साथीहरूले लिएर गएर स्कुलमा त्यो पर्दा लगाएर हेरिदियो अब त्यो 2 बजे स्ट्यान्डको 4 बजे सुत्नु पऱ्यो त्यहाँबाट अबेला होइन जाने भन्यो फेरि भाइले फेरि उसले भनेपछि त म झन् यति म जान्नु भनेको थिएँ मम्मीले उसले म पनि जाने दाइ भनेर 2 भाइ भएर खाना खाएर लाग्नु हो झन् यति भयो उसलाई लिएर आउनु भएन दिउँसो आएको बल्ल म बिहान आउँछु प्लस यस्तै दिउँसो पनि मलाई आउनु पर्ने रहेछ मैले देखेँ हजुरहरूको आशीर्वादले तपाईँलाई रमाइलो गराउनुको म आउँछु अनि बिहान अनि अझै यो बेलुका पनि प्र्याक्टिस पनि गराउनु पर्छ कि जस्तो लाग्छ मलाई जो थेरापी बिहान गर्छु धेरै काम गर्छ यहाँ बुवामा दाजुभाइ त्यसले एकदम बिहान चाहिँ बिहान जस्तो फट्न पर्यो हाम्रो म त घरमा प्र्याक्टिस गरेर आएको यहाँ चाहिँ
तपाईँहरूलाई सिकाउनुको लागि र मेहनत गराउनुको लागि पसिना हुन्छ अरू जसको पसिना यसको ठिक हुने भयो तपाईँ कहिले हाँस्छ नि त अरू पनि मेहनत गर्नु त्यो हेरेर त्यो मैले मेरो विचार चाहिँ त्यो थिङ्किङ गरेको मैले कि त्यसको भनेपछि अर्कोले मेहनत गर्छ उसको लागि ठिक हुने भयो र म आफैलाई ठिक भन्छ त मैले त्यो भन्नै पर्यो राम्रो होस् कसैलाई नराम्रो नगरिदियोस् भन्ने चाहिँ भावना छ मनमा त्यही सोच्नुहरूले पनि गरे राम्रो गर्नुहोस् नगरे नराम्रो नगर्नु होला त्यसै त त्यही हो। अनि अहिले घोडाको समस्या यति धेरै राम्रो भएको छ अनि अहिले हजुर खुसी हुनुहुन्छ? एकदम खुसी छु। खुसी भएर यहाँ म भोलि बिहान भगवान्को आशीर्वादले यहाँ बहिनी नानीहरूको आशीर्वादले मेसिन लान पाएँ भोलि पनि आफ्नो छोड्दिनँ बहिनी आउँछु रमाइलो गरेर जान्छु भन्ने मेरो सिद्धान्त छ। अब नलानु पर्दैन दुखाउँछु त्यस्तै त हो। त्यतिकै हो मान्छे नगरी तपाईँ भनेका छैन यहाँ सिस्टर दिदीबहिनीहरूले अब मिसिन लानेमा लैजाउ पनि भनेको छैन सक्दै आउन छोडा भन्छन् त्यही भएर म आउन छोड्दिनँ। मैले त बिहान शनिबारको दिनमा यस्तो चम्काउ कोही बार चम्काउ बिहान उठेर भाग्ने मान्छे त्यस्तै भइरहेको। भोलि शनिबार त फेरि बिहानै भागिदिनु होला। ल मम्मी बुवा उहाँको समस्याहरू कति धेरै राम्रो भएको कुराकानी पनि सुनाउनु भयो नि मम्मी बुवा हो कि होइन? यहाँ यो बिमार मेरो घोडाको मात्रै होइन यहाँ अरू पनि बिमार छन् नि 12,765 रोग छ मान्छेको शरीरमा त्यो रहेछ पनि यसमा अरू पनि छ समस्याहरू मेरो ठिक भएको त्यो मैले अझै बताउनु पर्यो भएपछि बल्ल बताउने छु। त्यो छन् एकदम स्फूर्ति आउँछ डल्ला डुल्ली गाँठागुठी शरीरमा आएको त्यो पनि निक्लिन्छ।